मैदानको झन्डाले राष्ट्रिय झन्डालाई चाहिँ माछागढी गाउँपालिकाका राम्रो आंसु नगरपालिकाका 20 सालले चाहिँ हस्तान्तरण गरेर पाँचौँ मैदानको लागि चाहिँ सर्वप्रथम Thank you so much, sir. Kanchan नगरपालिकाका मेयरज्यूलाई फेरि हाम्रो टोलीलाई नै विनम्र अनुरोध गर्दछु। मैले न नेपालमा 4 ठाउँमा उहाँले अटक गरेको थियो विभिन्न ठाउँहरूमा त्यसमा हामीले एउटा मात्रै त्यो गढी जित गरिमा मात्रै हामीले विजय गरेको र नेपालीहरूसँग हामी सक्दैनौँ है एकदम बहादुर चलेछ मेरो मेसेज गरेको कारणले उहाँहरू सन्धि गर्न बाध्य भएको कुराहरू पनि उहाँले गएको छ र यो नेपालको नेपाल हुनुको लागि यस खानाका सबै जेनेरेसनमा हामी कुनै पनि राज्यको कुनै पनि अन्य शक्तिले नाम नभएको कुराहरू गौरव कुराहरू भन्दै आज उहाँहरू आज हाम्रो साथै बस्ने व्यवस्था गरिएको छ र भोलि बिहान उमेरदेखि हिन्दूमा कान्छी नगरपालिकाबाट 4 भोटमा उहाँले दर्शन गराएर सानो कार्यक्रम गराएर उहाँले फेरि साथीले बस्ने व्यवस्था गराएर पर्सि बिहान चुनावमा भन्दै अहिले जुन प्रकारका मानिजी पनि हुन्छ हामी सौभाग्य हो मानिजी म पहिला कोही मानिजी आउनुभएको छैन हाम्रो नामसँग हार्दिक धन्यवाद दिन्छौँ हाम्रो वार्ड नम्बर 9 कान्छी नगरपालिका वार्ड नम्बर 9 परिरहेको छ हुन्छ धन्यवाद यो र्यालीमा सहभागीमा पर्छ हाम्रा प्रतिनिधि सभा सदस्य मान्य
नारायण आचार्यजी, त्यसै गरी पाङ्सिङ नगरपालिकाका सन्तोष श्रेष्ठज्यू, प्रशासकीय त्यसै गरी माथागढी गाउँपालिकाका प्रवक्ताज्यू, पाङ्सिङ नगरपालिका 7-8 9का अध्यक्षज्यूहरू लगायत कर्मचारीज्यूहरू, त्यसै गरी मैले देखिरहेको छु विद्यालयका फौजी र शिक्षक कर्मचारीहरू, शिक्षक कर्मचारी विद्यार्थीहरू, त्यसै गरी माथागढी गाउँपालिका वार्ड नम्बर 13 स्थित विभिन्न टोल विकास संस्थाका आमासमाहरू र उपस्थित यो यात्रामा नेतृत्व गर्नुहुने र साथसाथै यो यहाँहरूलाई म जानकारी दिन चाहन्छु। 2 गते असोजको चाहिँ 2 गतेदेखि पाल्पामा प्रवेश भयो र 28 गतेदेखि गोर्खादेखि जुन जितगढीसम्मको चाहिँ यो चैत्र 28 गतेदेखि शुभारम्भ भएको पद यात्रामा सहभागी सबै नेपाली सेनाका यो सबै आदरणीय व्यक्तित्वहरू र खास गरी यो ऐतिहासिक गोर्खा जितगढीको सन्दर्भमा यहाँहरू सबैलाई जानकारी भयो र त्यो विभिन्न गढीहरूमध्ये माथागढी गाउँपालिकाले चाहिँ पनि आफ्नो माथागढी गाउँपालिकामा प्रवेश गराउने गढीमा प्रवेश गराउने सन्दर्भमा हिजो मात्रै जुन अस्ति 2 गते जुन चाहिँ रामपुरले स्वागत गर्यो, त्यसपछि रामपुरले पुरुखला गाउँपालिकालाई बाकुगढीमा प्रवेश गराउनुको निम्ति पुरुखला गाउँपालिकाले स्वागत गर्यो, त्यसपछि पुरुखला गाउँपालिकाबाट रम्मालाई र हामीले हिजो माथागढी गाउँपालिकाले हिजो अपराह्न दिउँसो रम्मा गाउँपालिकाबाट यहाँसम्म आइपुग्दाखेरि यो मलाई लाग्छ तेस्रो जुन ऐतिहासिक गोर्खा जितगढी पदयात्रा कार्यक्रममा चाहिँ सहभागी सेनाहरूलाई एउटा हौसला प्रदान गर्नको निम्ति आमासँग लगायत विद्यालयका विद्यार्थी, शिक्षक कर्मचारीहरू र आदरणीय जनप्रतिनिधिहरू र त्यसै गरी स्वागत गर्नको निम्ति अथवा यो ग्रहण गर्नको निम्ति उपस्थित जनप्रतिनिधिहरूलाई धन्यवाद दिँदै यो कार्यक्रममा यसरी उत्साहपूर्वक सहभागी हुनुहुनेमा सम्पूर्ण सहभागीहरूलाई माथागढी गाउँपालिकाको तर्फबाट चाहिँ हार्दिक आभार तथा धन्यवाद दिँदै यो फेरि पनि यो ऐतिहासिक कुराहरूमा यहाँहरूको पनि खोज अनुसन्धान र सुझाव सल्लाह रहोस् र हाम्रो इतिहासलाई संरक्षण जगेर्ना गर्नको निम्ति पनि बेला बेलामा हुने यस्तो कार्यक्रमहरूमा यहाँहरूको उत्साह जोस जागर सदैव रहोस् भन्ने शुभेच्छासहित मैले पनि मेरो आफ्नो छोटो भाइलाई यहाँ दिएर सक्छु।